मेरो नाम मन्दिर शर्मा हो। अलगढाबाट आएको र पनि यहाँ शिविरमा आएर यस्तो अनुभव भयो कि म कहाँ टाढो घुम्न गएको जस्तो भयो। यहाँ आएको जस्तो आनन्द कहिले पनि भएको थिएन। प्रणाम। अहिले आफ्नो अनुभव मधुर भयो। मलाई धेरै धेरै साधुवाद। यो एकजना बहिनी छलङ्गरबाट आएको बहिनी बहिनी यो पञ्चदिवसीय आत्मा जागृति शिविर जो मङ्गलधाम कालिम्पोङ श्रीकृष्ण प्रणामी धर्मसभाले आयोजन गर्नुभएको छ र यस पञ्चदिवसीय शिविरमा सर्वप्रथम हामीले विराट, वृत्ति, विगत, बानी यो चारवटा विषयलाई हामीले लगभग 60% जति सिकिसक्यौँ सबैजनाले जो उपस्थित हुनुहुन्थ्यो क्लासमा। र सर्वप्रथम हामीले विराटमा पातालदेखि 7 स्वर्ग अष्टावरण हुँदै हामीले परमधामसम्मको लक्ष्यलाई हेऱ्यौँ। 7 पातल हजुरहरूलाई याद भएकै कुरा हो। पातलमा के कस्तो हामीले पार गर्दै गर्दै 7 स्वर्ग हेर्दै